गाछ हामी हिँडेर चाहिँ उता हिँडेन दाउराको खोजीमा हिँडिरहेको छौँ हामी दाउरा खोज्न हिँडिरहेको छौँ गाइज हामी। तो यस्तो देख्न सक्नुहुन्छ तपाईँहरू यसको यहाँको भ्यू। यो वीरेन्द्र नगरपालिका बजारभन्दा धेरै माथि हो, जरबुटा भन्ने ठाउँ यो। यहाँ धेरै मान्छेहरू भ्यू हेर्न आउँदो रहेछन्। दाउरा नपाइएर समस्या भइरहेछ। हामी दाउराको खोजीमा हिँडिरहेछौँ। माथि केटीहरू देखिरहेछौँ। अब छौँ उहाँसँग परिचय गर्छौँ है। प्रतीक्षा गर्नु होला, तपाईँलाई हामी देखाउनेछौँ प्रत्यक्ष लाइभ प्रसारण। दर्शकबिन हामी तपाईँलाई देखाइरहेका छौँ। यो हिँडिरहेका छौँ हामी। उहाँ मान्छेहरू हुनुहुँदो रहेछ। उहाँसँग हामी परिचय गर्नेछौँ। ठाउँ हो अहिले कुन ठाउँ? कहाँ? ठाटीघाट। अनि यहाँ घुम्न आउनुभयो हो? ए बाबा हामीले उहाँहरूसँग परिचय पनि गऱ्यौँ। दर्शकबिन देखाइरहेको छौँ। उता हामीले मान्छे देखिरहेका छौँ। हामी यता जाँदैछौँ हामी। अब त्यता चाहिँ जाँदै त्यसैले गाइज देखाइदिनु त होला कस्तो छ यहाँ अवस्था भन्नुपर्दा यस्तो छ गाइज। तपाईँहरू सायद आउनु भएको होइन होला। दाउरा पनि भेटियो दाउरा समात ल गाइज। यहाँको त यार भेटिएन अहिले म आएर होला। उहाँ एकजना दिदीले बेलौती टिप्दै गरेको देखिरहेका छौँ हामीले। उहाँलाई उहाँसँग पनि परिचय गर्नेछौँ हामी। बेलौती टिप्दै हुनुहुन्छ। बेलौती पाकेको हुँदो रहेछ यतातिर। बेलौती हेर्नुहोस् गाइज, यो यस्तो पाइँदो रहेछ यतातिर। यो अम्बा खाँदैछौँ हामीहरू। ऊ त्यो टिपा फाल्नुपर्छ त नि। हेर्नु साथीहरू माथि र एक दुईवटा टिपा न यस्तो छ माथि र छन् त खोइ म त हिँडिरहेका छौँ। यस्तो दामी ठाउँ छ गाइज। यहाँ क्या दामी जङ्गल रहेछ। घाँसहरू पाइँदो रहेछ बाख्रालाई। केटाहरू बेलौती चोरेर हिँडिरहेछन्। दाउराको खोजीमा छन्। यस्तो दामी भ्यू छ गाइज। यहाँ केटाहरू यस्तो छन्। दाउरा समेतिरहेछन् हातमा। यस्तो दामी भ्यू छ पारी डाँडातिर। ऊ पारी चाहिँ छेडा भन्ने ठाउँ छ है। ऊ त हामी आज त्यहाँ जाने भन्ने थियो, ट्राफिकले रोकेर हामी यता आयौँ। भ्यू राम्रो छ। हामी दाउराकै खोजीमा छौँ अहिलेसम्म है। दाउरा नपाइँदो रहेछ। केटाहरू आधी केटाहरू उता खाना बनाउँदैछौँ। हामी चाहिँ यता दाउरा यस्तै छ गाइज। हिँडिरहेछौँ हामी जङ्गलमा। जङ्गल पनि खासै त होइन यो। यस्तो छ यस्ता दाउराहरू। यस्ता दाउराहरू गाइज। दाउरा खोज्दैछौँ हामी गाइज। एउटा हामीले सुकेको ठुलो रुख देखेका छौँ हामी। त्यसलाई भाँचेर यो दाउरा अब यही भाँचेर दाउरा बनाउँछौँ हामी। कोही गाली त गर्ने होइन। यहाँ रहेछन् मसिना अब ठुलै भेटाइसकेपछि हामी ठुलै लिन्छौँ दाउरा। यो एउटा यहाँ भेट्यो गाइज। यो यस्तो छ दाउरा। यस्तो छ गाइज। यस्तो सुकेछ यो दाउरा। यस्तो सुकेको छ। म चढ्दैछु म देखाउँछ ल है। हाम्रो साथीले चस्मा लगाएर रुख चढ्दैछन्। दाउरा प्रशस्त भेटिने जस्तो छ आज। ल साथी बिस्तारै है। साथीले रुख चढ्दैछन्। भाँचिएला फेरि अघि लित्ती गरेर ऊ माथिबाट दिदीहरूले हेरिराख्नु भयो। हामी दाउरा भाँच्दैछौँ यहाँ। उहाँहरू हाई गरिदिनु त दिदी। कस्तो गर्नु आयो यार। भाँचिएन है। भाँचिएन यति दाउरा लिएर जाने भन्ने छ। कोहीले काट्न खोजिया रहेछ नसकेर यस्तो रुख बाँकी रहेछ।
हामीले भाँच्न धेरै प्रयास गऱ्यौँ यसलाई तर सकेनौँ। दाउरा समातेर हिँड्दैछौँ हामी। अब केटाहरू हामी अब दाउरा लिएर उपर जाँदैछौँ खाना बनाउने ठाउँ। केटाहरू केर्न लान हामी त्यो पनि देखाउनेछौँ तपाईँहरूलाई। खाना बनाउँदैछन् कि केटाहरू नाचिरहेछन् कि स्पिकर बजाएर त्यो देखाउनेछौँ। हामी चाहिँ हिँडिरहेका छौँ। यस्तो छ यो भ्यू गाइज, हेर्नुहोस् यति दामी देखिन्छ यहाँबाट। यो माथि डाँडा तल तल वीरेन्द्रनगर भ्याली छ पुरै तल। घाम लागेर अलि राम्रोसँग देखेको छैन। हिँडिरहेका छौँ हामी। उहाँहरू हुनुहुन्छ। हामी यता हिँडिरहेका छौँ गाइज। दाउरा खोजेर आइसक्यौँ हामी। दाउरा खासै त्यो भेटिएन, थोरै भेटियो। त्यही पनि ठिकै छ। हामी 3 जना छौँ। हाम्रा 5 जना केटाहरू उता छन्। हामी देखाउनेछौँ तपाईँहरूलाई अहिले। स्पिकर बजाएर नाचिराख्नु भयो। यहाँ धेरै टिमहरू आएको छ सायद गाइज हामीहरूसँगै। हामी मात्र छैनौँ, यहाँ 9-10 वटा टिमहरू पनि छ। टिकटक बनाइरहनु भएको छ उहाँहरूले। हामी चाहिँ यता फोटो खिच्दै हुनुहुन्छ। अनि हाम्रो केटाहरू यहाँ छन् गाइज। यहाँ खाना बनाउँदैछन्। हामीले यहाँ दाउरा खोजेर आउँछौँ खाना बनाउनु भनेर छोडेर गएका थियौँ। उहाँ चाहिँ हाम्रो कमल सर, सुशील, सङ्गीत। अनि यो मासु गाइज हेर्नु, ब्रोइलरको खुट्टा यस्तरी पाकिरहेको छ। हामीले फाइनली गाइज हामी दाउरा बनाएर आइसकेका छौँ। ल गाइज हाम्रो पहिलेको लागि यति नै थियो भ्लग। हामी फेरि तपाईँहरूलाई देखाउँदै गर्नेछौँ हामी आजको प्रत्यक्ष प्रसारण गाइज। ल आजलाई बिदा हुन्छौँ। नमस्कार।